शीघ्र पतनको समस्या प्रायजसो पुरुषहरूमा पाइन्छ। र के हो शीघ्र पतन? के यो रोग हो कि होइन? म के भन्न चाहन्छु भन्दाखेरि शीघ्र पतन यो रोग होइन र हामी डराइहाल्नु पर्दैन। शीघ्र पतन किन हुन्छ? के हो शीघ्र पतन? हामीले पारिवारिक सम्पर्क गर्दाखेरि, यौन क्रियाकलाप गर्दाखेरि कुनै पुरुषको चाहिँ वीर्य 1 मिनटभित्रै 60 सेकेन्डभित्रै वीर्य स्खलन भइरहेको छ भने 2-3 मिनटभित्रै वीर्य स्खलन भइरहेको छ, योनिभित्र जाने बित्तिकै अथवा चाहिँ यौन क्रियाकलाप सुरु गर्दा अगाडि नै त्यो वीर्य स्खलन भइरहेको छ भने यो एकदम ठुलो समस्याको रूपमा पुरुषहरूलाई सताइरहेको हुन्छ। र म के भन्न चाहन्छु भन्दाखेरि तपाईलाई यदि शीघ्र पतन छ भने तपाईँ आत्तिनु पर्दैन। शीघ्र पतन एक सानो समस्या हो र यसलाई चाहिँ हामीले ठुलो समस्याको रूपमा हामीले लिइरहेको हुन्छौँ र जसलाई एकचोटि शीघ्र पतन भइरहेको हुन्छ उसले के सोच्छ भन्दाखेरि ओहो म त पारिवारिक सम्पर्क गर्न नै डर लाग्छ, किनभने मेरो त वीर्य चाँडै स्खलन भइहाल्छ र मेरो पार्टनरले मलाई मन पराउँदैन कि भनेर। यो के हो त शीघ्र पतन? शीघ्र पतन भनेको वीर्य स्खलन हुने जुन चाहिँ टाइमिङ छ, कोहीको टाइमिङ हामीले सुन्छौँ लामो हुन्छ, 6-7 मिनटसम्म वीर्य स्खलन हुँदैन र जसले गर्दाखेरि त्यस्तो मान्छेहरूले चाहिँ यौन क्रियाकलापमा आनन्द महसुस गर्छन्। तर त्यही पुरुषको वीर्य स्खलन 60 सेकेन्डभित्रै अथवा 1-2 मिनटभित्रै भयो भने त्यसलाई चाहिँ त्यस्तो बिरामीहरूले चाहिँ यौन प्रक्रियामा चाहिँ आनन्द लिन पाउन्नन् र तिनीहरूलाई चाहिँ शीघ्र पतनको समस्या छ भनेर डाक्टर कहाँ आइरहेका हुन्छन्। अब शीघ्र पतन त भयो, अब यसलाई कसरी ठिक पार्ने त? यो एउटा त रिफ्लेक्स हो शीघ्र पतन। जस्तै हामीले तितौरा हेऱ्यो भने मुखमा पानी आउँछ, त्यस्तै गरेर हामीले चाहिँ कोहीसँग पारिवारिक सम्पर्क गऱ्यो भने त्यो एउटा रिफ्लेक्सको रूपमा वीर्य स्खलन हुन्छ र कोहीको चाँडै हुन्छ र कोहीको ढिलो हुन्छ। र कोहीको चाँडै किन हुन्छ भन्दाखेरि प्राकृतिक तरिकाले यदि तपाईँ लामो समयसम्म चाहिँ पारिवारिक सम्पर्क गर्नुभएको छैन, वीर्य तपाईँको खसेको छैन भने तपाईँ पारिवारिक सम्पर्क यौन सम्पर्क गर्न जाँदाखेरि वीर्य चाँडै स्खलन भइहाल्छ। त्यसको लागि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि यदि तपाईँ पारिवारिक सम्पर्क यौन क्रियाकलाप गर्न जाँदै हुनुहुन्छ भने जानुभन्दा अगाडि वीर्य स्खलन गरेर मात्र जानुस्। त्यसले केही हदसम्म तपाईँलाई चाहिँ फाइदा दिन सक्छ। दोस्रो, तपाईँले चाहिँ कन्डम चाहिँ, किनभने जुन चाहिँ लिङ्गको मुख ग्लान्स भन्छौँ, ग्लान्स पेनिस धेरै सेन्सिटिभ हुन्छ त्यस्तो बिरामीहरूको, त्यस्तो मान्छेहरूको। त्यही भएर तपाईँले अहिले विभिन्न किसिमको मोटो कन्डमहरू पाइरहेको छ जसले चाहिँ एउटा लिङ्गमाथि एउटा लेयर बनाइदिन्छ, एउटा चाहिँ कपडाले ढाकिदिन्छ भनौँ न, अनि जसले गर्दाखेरि तपाईँको स्किन, ग्लान्स पेनिसको स्किन त्यति सेन्सिटिभ हुन पाउँदैन र जसले गर्दाखेरि तपाईँको लामो समयसम्म सेक्स हुन सक्छ। त्यस्तै गरेर त्यस्तो बिरामीहरूको चाहिँ पारिवारिक सम्पर्क गर्दाखेरि फास्ट मुभमेन्ट नगर्ने, पहिला चाहिँ फोरप्ले गर्ने, अनि मैले अघि नै भने सेक्स गर्नुभन्दा अगाडि तपाईँ वीर्य स्खलन गर्ने अनि बल्ल सेक्स गर्न जाने। त्यसले गर्दाखेरि पनि तपाईँलाई चाहिँ यसले राहत गर्न सक्छ र वीर्य स्खलन हुन नदिनलाई तपाईँले फास्ट मुभमेन्टहरू नगर्ने, स्लोली बिस्तारै मुभमेन्ट गर्ने र यदि वीर्य स्खलन हुन्छ जस्तो लागेको छ भने तपाईँ लिङ्गलाई चाहिँ बाहिर निकाल्ने र ग्लान्स पेनिसमा ट्याप्प समात्ने अनि लामो लामो सास लिने। त्यसले पनि तपाईँको शीघ्र पतनलाई धेरै फाइदा दिन सक्छ। र यदि प्रोस्टेट ग्ल्यान्डको सङ्क्रमणले गर्दाखेरि तपाईँको शीघ्र पतन भइरहेको छ भने तपाईँले चाहिँ प्रोस्टाटाइटिसको पनि उपचार गराउनु पर्यो। त्यसको लागि तपाईँले वीर्यको जाँच गराउनु पर्यो र यदि वीर्यमा पिप आइरहेको छ, वीर्यमा रगत आइरहेको छ भने यसले पनि के भन्छ भन्दाखेरि, के बुझ्न सकिन्छ भन्दाखेरि प्रोस्टेट ग्ल्यान्डमा सङ्क्रमण भएको छ र त्यो सङ्क्रमणलाई चाहिँ हामीले उपचार गऱ्यौँ भने पनि हामी शीघ्र पतनबाट चाहिँ सजिलै राहत पाउन सक्छौँ। र कहिलेकाहीँ चाहिँ थाइरोइडको बिरामीहरूमा पनि शीघ्र पतनको समस्या हुन्छ र त्यस्तो बिरामीहरूलाई थाइरोइडलाई चाहिँ हामीले जचाएर औषधि खायो भने त्यसले पनि हामीलाई शीघ्र पतनमा फाइदा दिन सक्छ।